समाचार वाचक भूपेन्द्र राइफल र सम्पादक भुवन केसीले तयार पारेको भिडियो हामीले सार्वजनिक गरेका छौँ। बजेट आयो तर बेरोजगार युवा ओझेलमा अझै पनि परेका छन् विषयमा सरस्वती हामीले वाचन गरेका छौँ। यो भिडियो अन्तिम समय हेरेर हामीलाई साथ सपोर्ट दिनुहोला है त। ल सुरु भयो। आयो तर बेरोजगार युवा ओझेलमा भुवन केसीले पठाउनु भएको शीर्षकमा समाचार रहेको छ। बाटो घाटोमै सीमित विकास सरकार तथा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बहुप्रतीक्षित बजेट तथा परिरत गरे तर मुलुकका लागि लाखौं बेरोजगार र युवा र युवतीको बेरोजगारका सम्भावनालाई भने यसपटक पनि व्यवस्था गरियो। स्थानीय तहदेखि संघीय सरकारले समेत विकासको नाममा अधिकांश बजेट भौतिक पूर्वाधार निर्माण, विशेष बाटो, नाली, भवन र डोजर बोकोलेन परिचालनमा केन्द्रित गरेको छ। तर उद्योग, लघु उद्यम, कृषि र पर्यटन जस्ता स्थानीय रोजगारी सिर्जना गर्ने क्षेत्रहरू भने न्यूनतम ध्यान दिएको देखिन्छ। विशेषज्ञ भन्छन् स्थायी निर्माण कार्यदेखि समयको लागि मजदुरी तथा दिन सक्छ तर दीर्घकालीन रोजगारीको विकल्प बन्न सक्दैन। युवाहरूलाई विदेशमै गाउन सक्ने वातावरण सिर्जना गर्न सरकारलाई समयमै चेतना दिनुपर्ने आवाज सकिँदै गएको छ। बजेटको घोषणा पछि सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ। एक युवाले लेखे, बजेट बाटो बनाउने होइन भविष्य बनाउने